मिशन क्लिन अपमा गृहमन्त्री सुदन गुरुङ रातको समयमा एयरपोर्टमा अचानक पुग्दा सुरक्षाकर्मीकै साथ गयो। पहिलो बैठकमै संसदमा हाई भोल्टेज राजनीति, ओली पक्राउको विरोध, रविको माफी र बादलको सनसनीपूर्ण आरोपले तात्यो सदन। बादलको अभिव्यक्तिले एमाले भित्र हलचल, पौडेलको आपत्ति, ओली र लेखकमाथि अनुसन्धान गर्न थपियो 2 दिनको म्याच। राजनीतिक माहौल झन् तातिँदै आलोचनाबाट अङ्कमालसम्म हर्क र बालेन आम्ने सामने, समर्थन सहित चेतावनी पनि। सरकारी विज्ञापन रोक्ने निर्णय विरुद्ध प्रेस युनियनको कडा चेतावनी। संचार क्षेत्रमाथि आर्थिक नाकाबन्दी अस्वीकार्य। आज मिति 2082 साल चैत महिनाको 20 गते शुक्रबार, वैशाख कृष्ण प्रतिपदा। दर्शकबिन, आज पनि हामी देशभरका निकै नै सनसनीपूर्ण ठूला राजनीतिक घटनाक्रम, कहाँ के भयो र कहाँ के हुँदैछ लगायत महत्वपूर्ण अपडेट लिएर तपाईहरुमाझ उपस्थित भइसकेका छौं। कृपया भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। गृहमन्त्री सुदन गुरुङले बिहीबार रातको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन्। कुनै पूर्व जानकारी र तामझाम बिना नै सुटुक्क विमानस्थल पुगेका गृहमन्त्री गुरुङले त्यहाँको सुरक्षा व्यवस्था, अध्यागमन प्रक्रिया र यात्रुहरूले भोग्दै आएका शास्तिबारे प्रत्यक्ष अवलोकन गरेका हुन्। एकाएक विमानस्थल छिरेका मन्त्री गुरुङलाई सुरुमा सुरक्षाकर्मी र कर्मचारीहरूले समेत ठम्म्याउन सकेनन्। जब उनी अध्यागमनको डेस्कमा पुगेर कर्मचारीका काम कारबाहीबारे प्रश्न गर्न थाले, तब मात्र मन्त्री आएको थाहा पाएपछि विमानस्थलभरि खैलाबैला मचिएको थियो। निरीक्षणका क्रममा गृहमन्त्रीले मुख्यतया 3 कुरामा जोड दिएका छन्: अध्यागमनको ढिलासुस्ती, सुरक्षामा संवेदनशीलता र भ्रष्टाचार र सेटिङ। त्यस्तै जेएनजी विद्रोहपछि बनेको नयाँ राजनीतिक समीकरण बीच प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार नाटकीय ढंगले सम्पन्न भएको छ। पहिलो बैठकमै सत्ता प्रतिपक्ष बीच आरोप प्रत्यारोपण, माफी, चेतावनी र सुझावको वर्षा हुँदा संसदको माहौल अत्यन्तै तातेको देखियो। बैठकको सुरुवातमै नेकपा एमाले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषय उठाउँदै कडा विरोध जनायो। एमाले पूर्व गृहमन्त्री रमेश लेखक सहितको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाईको माग गर्यो। त्यस्तै रविको ऐतिहासिक सम्बोधनमा संसदबाटै माफी मागेका छन्। सबैको ध्यान खिच्दै राष्ट्रपा सभापति रवि लामिछाने रोस्टममा उक्लिए। उनले विगतका विभेद र अन्यायप्रति संसदबाटै सार्वजनिक माफी माग्दै नयाँ राजनीति गर्ने प्रतिबद्धता जनाए। उनले संसदलाई प्रतिशोध होइन, बहसको थलो बनाउने घोषणा गर्दै सरकारको रफ्तारसँग देशले गति मिलाउनु पर्ने चेतावनी दिए। साथै प्रतिपक्षलाई खुला चुनौती दिँदै आफ्ना कमजोरी औल्याउन आग्रह गरे। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेवेले भदौ 23-24 का घटनामाथि गम्भीर प्रश्न उठाए। संसद भवन नै खरानी बनेको स्मरण गराउँदै उनले सरकारको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे। एमाले नेता रामबहादुर थापा बादलले त झन सनसनीपूर्ण आरोप लगाए। उनले रासोपाको जितमा सेना आयोगदेखि विदेशी एजेन्सी सम्मको भूमिका रहेको दावी गर्दै संसदमा तरंग ल्याए। नेकपा नेता वर्षमान पुनले विगतका 2/3 सरकार टिकाउन नसकेको अनुभव सुनाउँदै वर्तमान सरकारलाई सचेत रहन सुझाव दिए। श्रम संस्कृति पार्टीका हर्क साम्पाङले एमसीसी खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, उद्योग स्थापना र रोजगारी सुनिश्चित गर्ने जस्ता दर्जनौं माग अघि सारे। रापरवा नेता ज्ञान बहादुर साईले सहकारी पीडितलाई न्याय दिलाउन कडा कारबाहीको माग गर्दै देशलाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने प्रस्ताव समेत अघि सारे। बैठकको अन्त्यतिर स्वतन्त्र सांसद महावीर पुनले आफू राजनीतिकै नभई समाजसेवी भएको उल्लेख गर्दै निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। संसदमा बादलले राखेको अभिव्यक्ति बारे नेकपा एमाले भित्र आन्तरिक विवाद चर्किएको छ। पार्टीका उपाध्यक्ष विष्णु पौडेलले संसदीय दलको नेता रामबहादुर थापा बादलको अभिव्यक्ति प्रति खुल्ला आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा थापाले दिएको सम्बोधनका क्रममा जेएनजी आन्दोलन र राष्ट्रिय स्वतन्त्र पार्टी प्रति गरेको कटाक्षलाई लिएर विवाद उत्पन्न भएको हो। पौडेलले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उक्त अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको बताएका छन्। उनले भनेका छन् कि संसदीय दलको नेताको हैसियतमा व्यक्त विचार पार्टीको आधिकारिक धारणा नहुन सक्ने संकेत दिएका छन्। एमाले भित्रको यो फरक धारले आगामी दिनमा पार्टीको आन्तरिक समीकरण र निर्णय प्रक्रियामा असर पार्ने संकेत देखिएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अनुसन्धान अझै लम्बिने भएको छ। काठमाडौँ जिल्ला अदालतले बिहिबार थप 2 दिनको म्याद प्रदान गर्दै अनुसन्धानलाई निरन्तरता दिएको हो। न्यायाधीश पुरुषोत्तम खतिवडाको एकल इजलासले दिएको आदेश अनुसार यसअघि 5 दिनको म्याद सकिएपछि पुनः 2 दिन थपिएको हो। जेएनजी आन्दोलनसँग सम्बन्धित गौरी बहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनका आधारमा प्रहरीले गत शनिबार ओलीलाई पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ, जहाँ उनी हाल उपचाररत छन्। यसै प्रकरणमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकमाथि पनि अदालतले 2 दिनकै म्याद थप गरेको छ। उनी पनि शनिबार नै पक्राउ परेका थिए। फौजदारी कसुरमा अनुसन्धान दुवै नेतामाथि गम्भीर फौजदारी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले देशको राजनीतिक वृत्तमा तरंग ल्याएको छ भने आगामी दिनमा थप खुलासा हुने संकेत देखिएको छ। लामो समयदेखि सामाजिक सञ्जालमा एकअर्काको कडा आलोचना गर्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रधानमन्त्री बालेन्द्र शाहबीच अन्ततः प्रत्यक्ष भेटघाट भएको छ। प्रतिनिधि सभा बैठकपछि दुवै नेता अङ्कमाल गर्दै सँगै राजनीतिक वृत्तमा नयाँ संकेत देखिएको छ। यसअघि प्रधानमन्त्री शाहले बोलाएको बैठकलाई कोठे बैठक भन्दै अस्वीकार गरेका साम्पाङ अहिले भने संवादका लागि खुलेका छन्। संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरू राज्य व्यवस्थाकै हिस्सा भएकाले भेटघाट स्वाभाविक भएको बताए। भेटका क्रममा दुवैले खुलेर कुराकानी गर्दै मोबाइल नम्बर समेत साटासाट गरेका थिए। साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारलाई सकारात्मक रूपमा लिँदै राम्रो काम गरे पूर्ण समर्थन गर्ने संकेत दिए, तर सुशासनका नाममा भइरहेको केही निर्णयप्रति उनले असन्तुष्टि पनि जनाए। पूर्व प्रधानमन्त्रीहरूलाई पक्राउ गर्ने लगायतका कदममा सरकार हतारिएको आरोप लगाउँदै साम्पाङले स्पष्ट चेतावनी दिए। काम राम्रो गर्न खोजिएको छ तर स्पिड धेरै भयो, अब ब्रेक लगाउनु पर्छ। उनले अनियन्त्रित गतिमा अघि बढे सरकार दुर्घटनामा पर्ने र त्यसको असर सबैलाई पर्ने बताए। प्रधानमन्त्रीले अघि सारेको संविधान संशोधन बहस पत्रमाथि पनि साम्पाङले प्रश्न उठाए। संशोधन किन र कहाँ आवश्यक छ भन्ने स्पष्ट गर्न सरकारसँग माग गर्दै उनले आफ्नो दलको मुख्य एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहेको दोहोर्याए। पहिलो पटक संसदमा सम्बोधन गरेका साम्पाङले बोल्न दिएको समयप्रति असन्तुष्टि व्यक्त गरे। ठूलो दलले धेरै र साना दलले थोरै समय पाउने परम्परा तोड्नुपर्ने उनको जोड थियो। मलाई समय पुगेन, यो चलन परिवर्तन गर्नुपर्छ उनले भने। निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णय विरुद्ध नेपाल प्रेस युनियन आक्रामक रूपमा उत्रिएको छ। युनियनले उक्त निर्णय तत्काल सच्याउन सरकारसँग माग गर्दै यसलाई प्रेस स्वतन्त्रमाथिको गम्भीर प्रहार भनेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सूचना तथा विज्ञापन केवल सरकारी तथा सरकारी स्वामित्वमा सञ्चार माध्यम मार्फत मात्र प्रसारण गर्न निर्देशन दिएपछि विवाद चर्किएको हो। युनियनका महासचिव दिलीप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रको आधार नै स्वतन्त्र, निष्पक्ष र बहुदलीय सञ्चार भएको उल्लेख गर्दै यस्तो निर्णयले निजी सञ्चारमाथि प्रत्यक्ष आर्थिक असर पर्ने चेतावनी दिएको छ। निजी सञ्चार आर्थिक रूपमा कमजोर हुनु भनेको स्वतन्त्र पत्रकारिता कमजोर हुनु हो भन्दै युनियनले जनताको सूचनामा पहुँच सीमित हुने र सञ्चार क्षेत्रको बहुलता घट्ने जोखिम औलाएको छ। युनियनले सरकारी विज्ञापन वितरणमा पारदर्शिता, समान अवसर र प्रतिस्पर्धात्मक प्रणाली कायम गर्न माग गर्दै निजी र सरकारी दुवै सञ्चार माध्यमलाई समेट्ने समावेशी नीति ल्याउन सरकारलाई आग्रह गरेको छ।
हामी निरन्तर रूपमा नेपाली जगतमा भए गरेका ताजा ब्रेकिङ अपडेटको साथमा फेरि पनि आउनेछौँ। अहिले भने बिदा चाहन्छौँ। धन्यवाद।